पनि यस्तै त हो नि ब्रो भन्ने गीत गाउँदै हिँड्छन्। हेलो नमस्ते अनि वेलकम छ मेरो अमिर जेजे ब्लगमा सबैजनालाई। सबैजनाले लाइक कमेन्ट सेयर गरिदिनु होला र फलो पनि गरिदिनु होला। यो चाहिँ मैले भर्खरै सुरुवातै हो बनाएको चाहिँ हैन, यो फर्स्ट भिडियो पनि हो। अब तपाईहरुले माया गरिदिनु भयो भने हेरिदिनु भयो भने अब टन्नै भिडियोहरु बनाउने छौं। यो चाहिँ अब नयाँ बनाउँदैछु कि कमी कमजोरी के हुन्छ त्यो मलाई थाहा भएन। मैले पनि भर्खर बनाउँदैछु, त्यस कारणले गर्दाखेरि पनि अब लाइक कमेन्ट सेयर गरिदिनु होला, माया गरिदिनु होला। अब सानो भिडियो बनाउन गइरहेका छौं हामी चाहिँ, म चाहिँ त्यही कारणले गर्दाखेरि सबैजनाले फलो गरिदिनु होला। तपाईहरुले यसरी माया गरिदिनु भयो भने हैन, म सधैँ तपाईहरुको माझ भिडियो ल्याउने छु, भ्लग बनाएर ल्याउने छु। तर कस्तो हुन्छ मलाई पनि बनाउन त आउँदैन, बनाउने प्रयास गर्छु र गर्नेछु र गर्दैछु पनि। त्यही कारणले गर्दा अब माया गरिदिनु होला सबैजनाले है। मेरो पहिलो भ्लगको सुरुवात नै यता बाख्रा चराउँदै हुन्छ है। म आज बाख्रा चराउन आएको, बाख्रा चराउँदै हैन अब एउटा भ्लग बनाइदिउँ नि त भन्ने सोच आयो कि मलाई चाहिँ। अब हेरौँ न कस्तो हुँदो रहेछ भ्लग बनाउँदा हैन। हामीले पनि अब भ्लग बनाउन सक्ने रहेछ कि नसक्ने रहेछ, सबैजनाले भ्लग बनाउँछन् हैन। हामीले पनि सक्ने रहेछ कि नसक्ने रहेछ भनेर यसो चेक गरेको आज चाहिँ। अब यो हाम्रो एकदम रमाइलो ठाउँ है। यो चाहिँ पहिलो पुरानो बारी कमाएर खाइरहेको के अरे जग्गा यो चाहिँ। अहिले चाहिँ अब छोडेकै नि भनौँ न, अब तल बेसीतिर झर्दैछौँ। यो लेकको यो बारीहरू चाहिँ छोडेर अब तल झर्दैछौँ हामी चाहिँ। यो एउटा छाप्रो तलतिर छ हाम्रो गाउँ। अब तपाईहरुले लास्टसम्म हेरिराख्नु होला, हाम्रो गाउँको पनि भिडियो आउनेछ है। हेलो गाइज, म रुखमा रुखको टुप्पोमा छु। यहाँबाट झऱ्यो भने तलतिर पुग्छ है। म रुखमा चढेर बसिरहेको छु या माथि रुखमा। ल गाइज हामी रुखमा है, रुखमा तलतिर पुग्छ झऱ्यो भने हामी रुखमा। ल गाइज ल
यहाँ बस्दा बस्दै होइन अल्छी लाग्यो। अब यो गीत गाउन मन लाग्यो कि एउटा छ नि त्यो के भन्छ चेतन सापकोटा है को के भन्थ्यो नि त्यहाँको उहाँले गीत गाउनु भएको थियो नि एउटा आफ्नै भिर पाखा राम्रो नि भरै छङछङ गर्ने खोलीले मोहनी पोलायो कि तानी भरै मिठो वचन बोलीले छङछङ गर्ने खोलीले मिठो वचन बोलीले चौबन्दी चोलीले हो भन्ने गीत के एकदम राम्रो छ त्यो गीत चाहिँ। यो घाम लागेको बेला यो रुखमुनि यो रुखको छाहारी मुनि बसेर शीतल हावा खानु भनेको नि एकदम राम्रो कुरा हो कि होइन। एकदम शीतल हावा आउँछ सुरुरु बोइराख्ने। अनि पहिला हाम्रो बाउबाजे आमा ममहरूले चाहिँ मम्मीहरूले चाहिँ यसरी गोठा लाउनुहुन्थ्यो अनि गीत गाउनुहुन्थ्यो कि हाम्रो मम्मी बुवाहरूले नि अलिअलि मलाई पनि याद छ हाम्रो गाउँलेहरूले गीत गाउनुहुन्थ्यो कि सरिता तिमी मेरै हो भने जोडा नि कमाल चिठी लेखी पठाइदेऊ एक दुईटा भन्ने गीतहरू गाउनुहुन्थ्यो होइन। तर अहिले त कहाँ यस्तो गाउने हो र अहिलेको केटाहरूले त हामी यस्तै त हो नि ब्रो भन्ने गीत गाउँदै हिँड्छन् होइन। एकदम रमाइलो छ ठाउँ हेर्नु न एकदम बबालकै होइन। सिन पनि क्या दामी देखिने उता पाखातिर रमाइलो छ एकदम होइन। त क्या रमाइलो ठाउँ छ कि शीतल हावा नि होइन। भर्खर 2:30 भयो अब कहिले 4 बज्ला र घरमा लैजाउँला जस्तो भइसक्यो यार मलाई त अल्छी लाग्ने कि एक्लै फेरि अल्छी लाग्ने रहेछ कि एक्लै भइसकेपछि। अब साथीहरू भयो भने त एकदम रमाइलो नि हुन्छ होइन। गीत गाउने खेल्ने रमाइलो गर्ने हुन्छ नि त त्यही भएर यहाँ त अब एक्लै हुन्छ एकदम चाह लाग्ने कि एक्लै भइसकेपछि। जे भए पनि अब एकदम तर ठाउँ चाहिँ एकदम रमाइलो छ कि अब साथीहरू सँगै आएको भए चाहिँ एकदम रमाइलो हुन्थ्यो कि यस्तो ठाउँमा एकदम भवाल रमाइलो हुन्छ होइन त एकदम भवाल छ। चढ्नु चाहिँ यस्तो ठाउँबाट चढ्नुपर्छ हेर्नु त होइन। यस्तो छ विचार पुर्यो खत्रै हो मनी भने जस्तै बाटो रमाइलो 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 कति गरी लाग्यो यार सायद यो उकातिर चढेर नि होला कि यस्तो गर्नु भएको चाहिँ
तपाईँ त कहाँको मिटर होइन जानु पऱ्यो वरतिर बस्नु पऱ्यो है एकछिन हट यसरी बसिराख्न मन लाग्छ यार चाहिँ अल्छी लाग्यो नि त एक्लै भयो त्यही भएर नि हो एक ठाउँमा चाहिँ यो च्याउ पनि भेटियो होइन यो चाहिँ खान मिल्छ ताङ भाषामा चाहिँ हामीले ताङ्गी च्याउ भन्छ यसको नाम सीताके च्याउ पनि हो मिर्गे च्याउ पनि भन्ने रहेछ कुनै कुनै ठाउँमा यो चाहिँ एकदम तरकारीको एकदम स्वादिष्ट हुन्छ है तरकारीको लागि चाहिँ यस्तो मिठो स्वादिष्ट हुन्छ कि होइन अब चाहिँ बाख्रा लाँदैछु म बाख्रा घरमा लाँदैछु 5 पनि बज्यो आजको लागि चाहिँ ब्लग यतिकै अब पछि फेरि बनाउने नै छु अहिलेको लागि चाहिँ सबैजनालाई धन्यवाद हेरिदिनु भएकोमा फेरि भेट्ने नै छौँ अर्को भिडियोमा बाई आजको भ्लग चाहिँ यतिकै सकियो पछि फेरि अर्को भिडियोमा भेट्नेछौँ आजलाई चाहिँ हेरिदिनु भएकोमा सबैजनालाई धन्यवाद बाई अर्को भिडियोमा भेट्नेछौँ